फोटो मार साथीहरू अब म गेजेटी स्कुलमा पढेको थिएँ भाग्यन्ज्योति स्कुलमा पढेकी थियौ अनि स्कुलबाट कस्तो लाग्यो अरे म अर्को रुममा पढेको थिएँ हो माथि पढेको थिएँ अनि म मान्छेहरूले कुटेनन् स्कुलबाट कस्तो लाग्यो यति माटो बुझ्नुभयो स्कुलबाट कस्तो लाग्यो अरे राम्रो लाग्यो भोलि जाने कि नजाने जाने हो अहिले मान्छे के गर्दैछ नि एउटा द्वारा केटाकेटी अङ्कलले छान्नु रहेछ हो अनि अब होमवर्क पनि गरिसक्यौ नि अब खाना खाऊ अनि सुत ल भोलि बिहान फेरि छिट्टो उठ्नु बहन भोलि बिहान होइन अहिले एकछिनमा आराम गर्ने तर म एकछिनमा अनि आराम गरेर कहाँ जाने अनि सबैजनालाई गुड नाइट भन अनि साथीहरूलाई गुड नाइट